Hello everyone, this is me, I'm so Sunar. Firstly, I would like to thank my Maizu. किन थ्याङ्क यू भन्दैछु भनेर त्यसको लागि हजुरहरू लास्टसम्म हेर्नुपर्ने हुन्छ। अनि मेरो माइजूले कल गर्नुभयो र सडनली तिमी चाहिँ बहिनीको डान्स छ हेर्न आऊ भन्नुभयो। फर्स्ट टाइम एटेन्ड गर्दै थिएँ बहिनीको डान्स पनि यस्तो प्रोग्राममा होइन, म अहिलेसम्म गएको पनि थिएन। अनि त्यसपछि लाएर एक्साइटेड नै भएर चाहिँ ल जाऊँ न त भनेर केही प्लान नै थिएन। अनि खुसी हुँदै हुँदै गयौँ होइन। अनि पछि त्यहाँ गइसकेपछि चाहिँ के थाहा भयो भन्दाखेरि चाहिँ मामा नि पर्फर्म गर्दै हुनुहुन्छ भनेर। ओ माई गड, त्यो त हाम्रो लागि त एकदमै अनौठो कुरा हो नि त। किनभने मैले अहिलेसम्म मामालाई कहिले पनि यसरी मामाको प्रोग्राममा गएर यसरी मामाको डान्स चाहिँ अगाडिबाट बसेर चाहिँ हेरेको चाहिँ छैन कि। अनि त्यही भएर यो चाहिँ म एकदमै एक्साइटेड थिएँ र तपाईँहरूलाई पनि देखाइरहेको छु। किनभने म आफै नै सक थिएँ नि त, प्रिपेयर थिइनँ नि त। अनि त्यही भएर चाहिँ अनि त्यसपछि लाएर मामा हुनुहुन्छ, मामालाई मेरो भिडियोमा फर्स्ट टाइम ल्याउँदिनै छु। अर्को इन्फर्मेसन जोड्न चाहेँ मैले, इफ दोज हु डोन्ट नो, हि इज अ कोरियोग्राफर एबिसी थिएटर इन काठमाडौँ है। अनि हाम्रो मामाले चाहिँ ब्यानर र बेलुका मर्निङ र इभिनिङको क्लास दिने गर्नुहुन्छ। अनि त्यसपछि लाएर अनि त्यो त भइहाल्यो नि। र तपाईँहरू कसैजना डान्समा इन्ट्रेस्टेड हुनुहुन्छ भने यु क्यान जोइन एबिसी थिएटर। एन्ड देन त्यही हो गाइस, मामाले त्यहाँ डान्स मात्र पर्फर्म गर्नुभएको थिएन, त्यहाँ त लभ, कल्चर र युनिटीको एक सुन्दर स्टोरी दामी वेले इन अ रेस्पेक्टिभ वे प्रेजेन्ट गर्नुभएको थियो। इट वाजन्ट जस्ट अ डान्स, इट वाज अ ब्युटिफुल स्टोरी अफ लभ, कल्चर एन्ड युनिटी विच वाज कोरियोग्राफ बाई अर्जुन विसी। यानि कि मेरो मामा र आजको दिन यस्तो दामी वे स्पेसल मुभमेन्टसँग सकियो। र यसको लागि त मेरो माइजूलाई जति पनि थ्याङ्क यू भने पनि कम नै पर्छ। र आजको दिन यसरी नै राम्ररी सकियो। थ्याङ्क यू फर वाचिङ।